Hello guys, welcome to my first mini vlog plus birthday vlog. मेरो चाहिँ यो फर्स्ट भ्लग नै भएर होला अलिकति नर्भस भइरहेको थियो हाल्नको लागि आफ्नो ओन भोइसमा हाल्दा पनि अलिकति कन्फिडेन्स आएको थिएन सो फाइनल्ली मैले कन्फिडेन्स बुस्ट अप गरेर यो भिडियो हाल्दैछु मैले चाहिँ अगाडिदेखि नै सोचिरहेको थिएँ म बर्थडेको दिन चाहिँ बिहानै उठेर पशुपति जान्छु पूजा गर्छु भनेर अनि त्यही अनुसारले म चाहिँ त्यो दिन बिहानै उठेर नुहाइधुवाइ गरेर अनि निस्किँदाखेरि चाहिँ त्यस्तै 8 बजिहाल्यो अनि त्यहाँ पुग्दा 8:30 जति भयो थियो त्यति बेरसम्म त्यस्तो घाम लागेको थियो नि यस्तो घाम लागेको थियो हामी त लाइनमा बस्दा बस्दै एकछिन त त्यहीँ बेहोस हुने गरेको घाम लागेको थियो लाइन पनि हामी अलमोस्ट 1 आवर नै उभियौँ होला अनि भित्र गएर पूजा गऱ्यौँ तर बिलिभ मी गाइज वर्थ इट हुन्छ भित्र गएर पूजा गरेपछि यस्तो पिस फिल हुन्छ हजुरलाई यस्तो आनन्द आउँछ अनि त्यहाँ चाहिँ मोबाइलहरू लगेर फोटो खिच्न ओर्न एलाउड छैन पशुपतिमा सो हजुरहरू पनि जानुहुँदैछ भने त्यस्तो नलग्नु होला त्यस्तो नगर्नु होला अनि बाहिर निस्केर चाहिँ मलाई यिनीहरूले लड्डुहरू खुवाइदिएर ह्याप्पी बर्थडे विस गरे हाम्रो पूजा पनि सकियो अनि रुममा आएर हामी चाहिँ 3-4 घन्टा रेस्ट गऱ्यौँ अनि बेलुकाको प्लानिङ थियो हाम्रो बाहिर बर्थडे सेलिब्रेट गर्न जाने गाइज मेरो यस्तो आँखा घोची थियो नि मैले लेसन यस्तो राम्रो पाएको छु नङ चाहिँ यसरी लाउनु हुँदैन रहेछ र पनि अब यसो नक्कल पार्न लाउनै पर्यो अनि आएर मैले त ट्रान्जेक्सन बनाउनु थियो मलाई बर्थडेको कम्प्लिट गरेँ अनि मेरो साथीले इयरहरू बनाइदियो हल्का मेकअप गरेँ रेडी भइसकेँ अनि बाहिर निस्केर यिनीहरूले मलाई के भन्यो भने अहिले बेको आएको छ नि त क्रिकेटवाला तिमी पनि खेल अरे लु हेर्नु त सो गाइज यस्तो खतरा क्रिकेट खेलाए त म विराट कोहलीको कम्पिटिसन हो कि होइन भन्नुहोस् त सो हामी चाहिँ 7 सिपमा पुग्यौँ अनि फोटोसुटहरू गऱ्यौँ अनि मलाई चाहिँ त्यो टिकटक ट्रेन्ड बनाउनु मन थियो अनि यति ट्राई गऱ्यौँ यो चस्मावाला अनि म फ्रस्ट्रेट भइसकेँ A few moments later. सो गाइज आफ्टर मेनी आवर्स मेरो यो वाला सुट पनि कम्प्लिट भएको छ सो गाइज मलाई मात्र होइन सबैलाई पनि यस्तै हुन्छ होला आफ्नो बर्थडेको दिन चाहिँ सबै फोटोसुटदेखि लिएर भिडियोहरू सबै पर्फेक्ट होस् राम्रो होस् भन्ने सो मलाई पनि त्यही थिङ्किङ भएर पनि होला मलाई जति नै टाइम टेकन लागे पनि फोटोसुट भिडियोमा पनि मैले लास्टमा बनाएरै छाडेँ सो गाइज मेरो चाहिँ अगाडि नै पेसेन्स लेभल एकदम लो भइसकेको थियो त्यो फोटोसुट भिडियोले गरेर अनि अहिले आएर चाहिँ यो क्यान्डलले पनि मेरो अझै पेसेन्स लेभललाई धेरै चेक गरिरहेछ हेर्नुहोस् न अहिलेदेखि त बाल्न खोजेको होइन बोल्दैन म यस्तो फ्रस्ट्रेट भइसकेको थिएँ यो मोमेन्टमा पनि यस्तो मेरो अनुहारमा देख्न सक्नुहुन्छ हजुरले यति रिसाइसकेको थिएँ म अनि लास्टमा त्यो जुन बत्ती क्यान्डल बाल्दाखेरि त्यो बल्दैन नि अनि जुन मेरो अनुहारमा त्यो लो डाउन भएको त्यो फेस छ नि ओ माई गड A few moments later. आई होप हजुरहरूले पनि बुझिसक्नु भयो होला मेरो अवस्था कस्तो भएको थियो त्यो बेला सो त्यहाँको 7 सिपको स्टाफले पनि मेरो अवस्था बुझेर उहाँले चाहिँ त्यो लाइटर लिएर आउनुभएको थियो मेरो क्यान्डल आफै जलाइदिनको लागि अनि सो फाइनली मेरो बर्थडेको क्यान्डल बल्यो र मैले केक काटेँ सो अर्को त्यहाँ हाँसउठ्दो चिज के भएको थियो भने मैले केक एकचोटि काट्दैमा त्यो 2 फङ्ल्याङ भयो क्या त्यो काट्ने चक्कु नै सो मैले चाहिँ भिडियोमा त्यस्तो नोटिस नहोस् भनेर कस्तो हाँसेर त्यसलाई लुकाइरहेको छु हेर्नुहोस् न सो केक कटिङ जस्तो आफ्नो बर्थडेको मेन पार्टमा त अब त्यो चक्कु भाँच्यो भनेर म देखाउँदा त एकदमै मलाई त त्यो स्पोइल भए जस्तो फिल हुन्थ्यो नि त सो मैले त्यसलाई पनि लाइटली लिएँ सो गाइज फाइनल्ली राम्ररी केक कटिङ भयो मेरो अनि मेरो साथी चाहिँ किन यसरी नाच्दैछ भनेर हजुरलाई पक्कै पनि क्वेसन लाग्यो होला उसले चाहिँ मेरा भाइका बर्थडे हे भन्ने गीत गाउँदै पुरा नाची नाची मलाई केक खुवाइरहेको थियो सो म भन्दा पनि धेरै एक्साइटेड चाहिँ मेरो साथीहरू लाग्यो मलाई उनीहरूले गरेर पनि मेरो बर्थडे धेरै स्पेसल भयो अनि केक काट्दाखेरि त्यो लाइट उनीहरूले उज्यालेर भिडियो राम्रो आओस् फोटो राम्रो आओस् भनेर यति दुःख गरेर मेरो बर्थडे धेरै स्पेसल बनाइदिएको छन् सो आई एम भेरी थ्याङ्कफुल टु अल अफ देम सो गाइज वाइ डु आई चुज 7 सिप फर माई बर्थडे भन्दाखेरि चाहिँ हामीले 2 देखि 3 विक्स अगाडिदेखि नै प्लानिङ गरिरहेको थियौँ कता जाने कुन होटेलमा जाने
सेलिब्रेट गर्ने भनेर। सो हामीले चाहिँ रिसर्च धेरै गरेर नि लास्टमा 7 सिप फिक्स गरेको। अनि यसको मेन हामीलाई मन परेको पार्ट भनेको चाहिँ भित्रको एस्थेटिक पार्ट यस्तो ब्युटिफुल छ, फोटो सुटहरूको लागि, बर्थडे सेलिब्रेसनको लागि पनि भयो। अनि मेन भनेको 3D लाइट भएको त्यो मिरर फोटो खिच्नको लागि। सो यसले गर्दा पनि हामी त्यहाँ गयौँ। अनि प्लस स्टाफहरू पनि एकदम धेरै राम्रो। सो हामीले चाहिँ डान्स गऱ्यौँ, फुल्ली इन्जोय गऱ्यौँ र रुम फर्केर आयौँ। यो चाहिँ मेरो 12 बजी रातिको स्पेसल बर्थडे सरप्राइज गिफ्ट थियो। अनि म चाहिँ त्यो गिफ्ट खोल्दाखेरि यस्तो नम भएको थियो, मेरो ह्यान्डदेखि लिएर सबै सेक गरिरहेको थियो। सो यो मोमेन्टमा म कस्तो फिल गरिरहेको थिएँ भनेर म वर्डमा एक्सप्लेन गर्न सक्दिनँ। तर एकदमै धेरै धेरै खुसी पनि लागिरहेको थियो, एकदमै धेरै इमोसनल पनि भइरहेको थिएँ। त्यो वुमेन नेचरै होला त्यस्तो होइन, अब एक्सप्रेस पनि गर्न सकिँदैन त्यो बेला कस्तो फिल भइरहेछ भनेर। तर मलाई एकदमै धेरै खुसी लागेको थियो। सो यति नै थियो मेरो बर्थडे भ्लग। सो आई होप अल अफ यु लभ इट अनि इन्जोय गर्नुभयो। बाई बाई।